गाइस हाम्रो रोटी चाहिँ यति पनि सेकेको छ है त्यो देखाउ त रोटी है 7 6 5 4 3 2 1 सो हे गाइस वेलकम टु माई न्यू ब्लग अहिले चाहिँ हामी भर्खरै भन्दा नि अघि 6 बजीतिर आइपुगेको थियौँ रुममा सो हामी हिजो गएको थियौँ त्यो बाबुहरूलाई भेट्नलाई सिनाइट्स बेबी अनि अर्को नानी पनि जन्मिएको छ नि त अनि हामी चाहिँ त्यो सानो नानी जन्मिने बेला चाहिँ हामी जाने भनेको थियौँ होइन जन्मेपछि हामी जाने भनेको थियौँ तर भ्याएको थिएन मेरो खुट्टाले दिइरहेको थिएन सो अब लेटै भयो पनि ठिकै छ भनेर नि हिजो गयो भेटघाट गऱ्यो कुराकानी गऱ्यो मस्त रातभरि गफ गरेर बसियो होइन अनि उतै खानासाना खाएर उतै सुतिएको थियो अनि बिहान त मलाई फेरि भ्लग एडिट गर्नु थियो अनि ऊ पनि गर्नु थियो अनि अब ल्यापटपको सबै चार्जर बोकेर सबै गरेर जानुपर्छ अनि वहीँ बस्छु भन्ने हामीलाई थिएन कि थाहा थिएन अनि हामी फर्किन्छौँ होला भन्ने भइरहेको थियो तर उता कुरा गर्दा गर्दा त्यही त हो नि रमाइलो लाग्छ गफ गर्दै बस्यो है रमाइलो लाग्छ अनि धेरै रमाइलो भयो अनि खाना पनि मिठो खुवाउनु भयो सो थ्याङ्क यू सो मच ब्लग हेर्नुहुन्छ हाम्रो सो थ्याङ्क यू सो मच है अनि बिहान चाहिँ भयो भन्न पाइएर सो अनि म लिटरली 3 बजी एउटा मलाई निद्रा लागेको थिएन किनभने बिहानको के गरेर थियो 3 बजी उठेको थिएँ जसङ चाहिँ यता परिदिन्थ्यो उता परिदिन्थ्यो गरेर बसिरहेको थिएँ अनि 6 बजी बित्तिकै हरेकालाई नै उठाएर हामी 2 जना गएको थियौँ उसलाई पनि उठाएँ अनि त्यसपछि गएर हामी आइपुग्यो किनभने मलाई भ्लग एडिट गरेर 8 बजी जसरी पनि पोस्ट गर्नु थियो अनि मेरो फेरि डेली भ्लग टुट्छ होइन भनेर चाहिँ फेरि कुदेर आएर 7 बजी आएर 1 घन्टामा एडिटिङ भ्याएर नर्मल एडिटिङ गरिरहेको छु होइन कट मात्रै गरिरहेको छु बाँकी केही पनि गरिरहेको छैन मैले सो अपलोड गर्दै आई होप तपाईँलाई राम्रो लाग्छ होला प्लिज हेरिदिनु होला बिहानै उठेर आएर भ्लग एडिट गरेर 8 बजी एपिसोडमा हातेर छोडिदियो अहिले आइसकेको छ हेर्न सक्नुहुन्छ होइन अनि त्यही नै हो अब चाहिँ बेकरी काम गरौँ अब स्पन्जहरू केकहरू त अहिले एकछिनमा रेडी गरिन्छ पहिला स्पन्जहरूदेखि लिएर सबै कुरो के गर्नुपर्ने हो आजलाई भन्दा पनि भोलिलाई धेरै अर्डर छ सो त्यसको लागि अलिकति प्रिपेरेसन गरौँ हरेकले केक बनाउँदै गर्छु म स्पन्ज हाल्दै गर्छु त्यही नै हो बाँकी कुरा हेर्दै जाउँ के हुन्छ सो गाइस अहिले चाहिँ यो केक कम्प्लिट गरिसकेको छ मफिन हालेर होइन अब यो केक लिएर जान्छौँ हामी होइन के चाहिँ सो यो प्याक हुँदैछ अनि हामी लिएर जान्छौँ अब यो यता माछापुर साइडतिरको पुगिहाल्छौँ बल्ल घाम लाग्नु लाग्यो बाहिर सो गाइस अहिले चाहिँ यतिकै बसिरहेको थिएँ 2-4 केकहरू पुऱ्याइयो होइन अलिकति बिजी थियो त्यो भएर मलमा चार्ज पनि थिएन अहिले पनि छैन खासै धेरै छैन 16% मात्रै छ भ्लग राम्रोसँग बनाउनु पाइएन होइन अब चाहिँ म एउटा कफी बनाएर खान्छु त्यसपछि जान्छौँ हामी एउटा ब्याङ्कको काम छ सानो फर्म अस्ति लिएर आएको थियो एउटा त्यो फर्म फिल गरिसकेको छु त्यो लहर बुझाउँछु अनि ब्याङ्कको काम सकिन्छ मेबी आज है मिस्टेक केही पनि भएन भने अनि त्यसपछि गएर अनि त्यसपछि बाँकीको डेलिभरी गर्नुपर्छ अलिक टाढाको छ होइन सो त्यही हो हरेकाले बनाइन् केक हो कस्टमरको बात खतम गुड नाइट दामी छ ब्याङ्कको त ब्याङ्कैमा भन्नु सक्यो के खालको 3 बजीको कौन सा ब्याङ्क भन्नुहुन्छ भने अब हर्षमा लाग्छ नेपालको नियम कानुन देखेर पनि अस्ति झन् जेल याद बनाउनुपर्छ सबै सरकारी कार्यालयहरू चाहिँ 5 बजीसम्म खुल्ने भनेको यस्तो चाहिँ हामी दिमाग खराब बनाउँछौँ मलाई यस्तो भएन अब उताको काम त बनेन अब यो केक चाहिँ लिएर गइदिइहालौँ होइन अन्त 6 बजी भन्नुभएको थियो तर अहिले ल्याइदिँदा नि हुन्छ अरे सो यसको चाहिँ अब भिडियो फोटो खिचेर लगिहाल्छु के खाएन जस्तो यस्तो राम्रो बनाएको छ बेस्ट डट एभर गाइस सेम टु सेम एज अ लाइक फोटो गाइस हामी चाहिँ अहिले त बसन्तपुरतिर छौँ एउटा सामान लिन आएको थियो त्यो सिल प्याक गर्ने सानो खालको मेसिन हुन्छ नि ठुलो त हामीलाई काम लाग्दैन सानो खालको मेसिन लिन आएको अनलाइन स्टोर रहेछ एकैछिन वेट गर्नु है भन्नु भनेर अब एकछिन वेट गरेर त्यो सामान लिएर जान्छु
त्यो के कामको लागि वहीँ गएपछि थाहा हुन्छ होइन। म घर गएर भन्छु के कामको लागि हामीले लिन लगाएको सिल गर्ने, सिल गर्नलाई त सिल गर्न तर के सिल गर्नलाई हो होइन। म बेलुका भन्छु। अनि त्यही हो, अब यहाँ गएर डेलिभरी दिइसकेका छौँ। अब गएर फेरि अरू डेलिभरी बाँकी छ, सो त्यसलाई कम्प्लिट गर्नुतिर लाग्छु। बिजी एरिया बसन्तपुर। उहाँबाट घुमेर आएको हामी भगतपति टाढाबाट है, यति नजिकैको ठाउँ तर त्यहाँ वान वे हुनाले कति टाढाबाट आउने कता कताबाट, तर जाम होला यार। अब कसरी जानु? धेरै भयो त तेरो नआएको पनि। यस्तो भिडभाड हुन्छ अनि लास्टै अल्छी लाग्यो मलाई चाहिँ लास्टै। गाइस हामीले चाहिँ यो लिएर आएको सिलर होइन, एउटा सिल गर्ने चाहिँ लिएर आएको हो अघि नै आउने बेलामा। हो यो सिल गर्ने, अनि हामी वहाँ पुगेर खोज्दै गएर यो लिएर आयौँ। अब ट्राई गर्छौँ यसले कतिको राम्रो सिल गर्छ होइन। अनि यो के कामको लागि हामीले लिएर आएको स्पेसल्ली त्यो म भन्छु बेलुका होइन। अहिले चाहिँ जस्ट यो सिल हुन्छ कि हुँदैन ट्राई गर्छु है त। यसमा एउटा बटन दिएको रहेछ, यहाँनिर एउटा बटन दिएको रहेछ। त्यसपछि गएर यहाँनिर एउटा चार्जिङ, मेबी चार्जिङ हो कि लाइन जोड्ने हो थाहा भएन। सो यो ट्राई गरेर हेर्छु म कस्तो हुँदो रहेछ है त। ठुलो किन चाहियो भनेर यो ल्याएको हो, सानो होला। सो ट्राई गरौँ कस्तो हुन्छ होइन। अनि अर्को एउटा केक कम्प्लिट गर्नु छ, त्यसको लागि प्रिन्ट पनि गर्नु छ होइन। त्यो प्रिन्ट पनि गाइस अर्को केक पनि रेडी भइसकेको छ। यो जुन लिएर जान्छौँ हामी अब यता साना गाउँतिरको अलिक टाढेको छ, जाम पनि होला। अनि मेरो स्कुटरको अस्ति भर्खर मैले ब्याट्री फेरेर आएको कार्तिकमा घर जानुभन्दा अगाडि बाटोमा मलाई ल्याङ नहोस् भनेर चाहिँ ब्याट्री फेरेर 3000 को ब्याट्री फेरेर गएको। अहिले फेरि त्यस्तै गरिरहेको छ ब्याट्री सबै गरेर त्यस्तै पुग्यो होला। अनि त्यही भएर अनि यो वारेन्टी कार्ड म डेकेमा राख्छु, जतिखेर आउँछ त्यतिखेर लगेर त्यो गर्नु पऱ्यो। मलाई अर्को आउँछ आउनु चाहिँ सो कार्डले काम गर्यो है। अनि अझै जान्छौँ हामी केक लिएर अनि आउँछौँ। अनि भोलिको केक अलिकति धेरै छ हाम्रो, त्यसको लागि प्रिपेरेसन गर्नुपर्ने होला, के गर्नुपर्ने हो। अनि एटिएमबाट पैसा पनि निकाल्नु पर्ने छ क्या मेरो होइन, पैसा पनि निकाल्नु पर्ने छ। सेलरोटी पनि हाल्नु उनीहरूले भोलि माघे सङ्क्रान्ति मनाउने रे। म चाहिँ जान्दिनँ, अब उनीहरू केही गर्छन् है। त्यस्तै छ हजुर हाम्रो जिन्दगी त। टाढो त फेरि लास्टै टाढो छ। खै के गरी जान्छ दिनहरू पनि। बिहानै 6 बजे अघि भर्खर भएछ जस्तो लाग्छ अहिले हेर्दा फेरि। अनि हिजो यहाँ हामीले सक्खर लिएर आएको थियौँ है, कोही भुजाको डल्लो बनाउने हो कि के बनाउने हो यिनीहरूले। अनि सुजीहरू लिएर आएको छौँ। बिहान यहाँ पिठो उयो राखेको छ, रोटी हालिन्छ होला माईको लागि। भोलि सङ्क्रान्ति गाइज हामी चाहिँ यता इमाडोल आएको छौँ अहिले, इमाडोल घरभित्र होइन, यो साना गाउँतिर। अनि हामी किन यहाँ बसिरहेको छौँ थाहा छ? सधैँ हुने जस्तो भयो कि आज पनि पूर्ण पर्ने भयो, कलै रिसिभ भएन। अब म्यासेज गरेको छु एकछिन है वेट गर्नुहोस् भनेको छ। सो अब एकछिन वेट गर्छौँ, अनि कतिखेर कल रिसिभ हुन्छ नि दिएर जान्छौँ यहाँबाट। सो भोलिको धेरै अर्डर छ, त्यो कम्प्लिट गर्नुपर्ने छ आज गएर म भन्छु देखाउँछु के हो होइन। गाइज हामी चाहिँ कुरेर बसिरहेको छौँ यहाँ। कहाँ हो यस्तो राति तिमीले मलाई राति यस्तो ठाउँमा लिएर आउने? तिम्रो म पुलिस केस गरौँ? जे नि बोल्ने यार।
सो गाइस अहिले चाहिँ यहाँ आइपुग्यौँ हामी रुममा सबै डेलिभरी कम्प्लिट भयो अनि अहिले चाहिँ यता रोटी बनाउँदैछौँ हामी भोलि होइन आज अब भोलि त अब आउनेहरूसँग त माघे सङ्क्रान्ति लागिहाल्छ सो त्यही माघे सङ्क्रान्तिको लागि चाहिँ रोटी बनाउँदैछौँ झुम्की म देखाउँछु अब अनि यहाँभित्र होल छ यहाँ अनि त्यही नै हो अब चाहिँ बिस्तारै त्यो ऊ पनि एडिटिङतिर लाग्नुपर्छ होइन लाइभमा बस्छौँ थाहा छैन चार्ज पनि छैन मोबाइलमा सो हेरौँ पहिला उतापट्टि के हुँदैछ होइन हेर्नुहोस् हाम्रोमा यहाँ माघे चलिरहेको छ ल ल्याए ठ्याक्कै पुग्यो सेता रोटीको काम चलिरहेछ म चाहिँ स्पोन्ज हाल्छु म त्यहाँ हेरेर भेलभेट स्पोन्ज हाल्न लागेको छु होइन स्पोन्ज हालिदिइहाल्छु भर्खरै उता हुँदैछ हाम्रो रोटी चाहिँ यति पनि सकेको छ है त्यो देखाउ त रोटी है भएन एकछिनमा त चासो सकिँदो रहेछ यसको कामै लाग्दो रहेछ के गर्नु यस्तो नि सो यो चाहिँ अब चाहिँ यता उ गर्दा चाहिँ धुवा भएको छ होइन पुरै रोटी पोलेर होला सो अब चाहिँ एडिटिङतिर लाग्छु एडिटिङ कम्प्लिट गरिदिन्छु थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो आई होप तपाईँलाई राम्रो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्नु च्यानललाई फेरि भेटौँ अर्को ब्लगसँगै ह्याप्पी माघे सङ्क्रान्ति बाई